सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म जाँदैछु मेरो कारखाना होइन। अनि म चोकसोक पुगेर हेरेको त सफारी नै हेर्ने रहेछ। अनि एकछिन बस्दा गरेँ। एकछिन बसेपछि एकजना भाइले सफारी लिएर आउँदै रहेछ। अनि सफारीमा चढेर हेर्दै जाँदै थियौँ हामी। भाइ र म नजारा हेर्दै जाँदै थियौँ। ठिक्क दोकान आइपुग्यौँ। अनि दोकान आइपुगेर ट्याक लगाएर दाइलाई चाबी मागेर भित्र छिर्न थालेँ म यस्तो। अनि ढोका चाबी खोलेँ भित्रको पनि। अनि भित्र खोलेर हेर्छु त सबै फुरै रहेछ। अनि म चाहिँ सुई बढाल्न थालेँ। छिन बढाले यताउता बढालेर अनि यस्तो हेरेको डेस्क पनि फोर रहेछ। अनि डेस्क पनि सफा गरेर चटाक चिटिक पारेर होइन सबै सकेर होइन। अनि मैले चाहिँ तपाईँहरूलाई देखाउन जाँदैछु है, म चाहिँ यस्तो काम गर्छु भनेर होइन। म चाहिँ यस्तो बनाउँछु है, हेर्नु है सबैजनाले। यस्तो काम गर्छु म चाहिँ। अनि त्यही भएर म चाहिँ सुई बनाउन थालेँ। 20-25वटाको अर्डर आएको छ नि त यस्तो सामानहरूको। अनि मैले चाहिँ सुई काम गर्न थालेँ। केही नहेरिकन दायाँ बायाँ नहेरिकन मात्रै फेरि काम गर्न थालेपछि त एकरो हो नि त। अनि सुई काम गरेँ। काम गर्दै समय बितेको नि थाहा नै भएन छ। 5 बजिसकेछ। अनि 5 बजी त मेरो छुट्टी हो भनेर मैले सबै सामान थन्काएँ होइन। अब म चाहिँ बाहिर निक्लिएँ। अनि बाहिर निक्लेर दाइलाई पनि बाई दाई भनेर म सरासरी आएँ हिँड्दै होइन। अनि हिँड्दै आउँदै थिएँ। यसो तपाईँहरूलाई नि हरियाली देखाइदिनु पऱ्यो भनेको त यसो बाटोमा हेर्छु त हेर्नु नि, त्यहाँ काठ कुन्चैले झारिदिइरहेको रहेछ। अब त्यहाँ काठ फाल्यो भने त नराम्रो हुन्छ नि त। अब कसैलाई केही हुन्छ भनेर म चाहिँ त्यसलाई साइड लगाइदिकन सुई हिँड्दै आएको। म त सफारी भेट्टाइन्छ होला भनेर सफारी नभेटाएर टेन्सन भइरहेको थियो। अनि दाइलाई फोन गरेर दाइलाई लिन बोलाएर होइन, रात परिसकेको थियो। अनि दाइलाई लिन बोलाएर म चाहिँ चढेर घरतिर लागेँ गाइज। बाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है सबैजनाले।